फेरि पनि नयाँ भिडियो लिएर आइसक्यो साथीहरू। आज चाहिँ म एकदम हाम्रो कमेडी कलाकार माग्ने बुढा केदार घिमिरे र सन्जिता साई भन्ने मोडल हुनुहुन्छ एकजना, उहाँ दुईजनाको बारेमा चाहिँ एकदम बजारमा एउटा एकदम चर्चा परिचर्चा चाहिँ एकदम कमाइरहनु भएको छ उहाँहरूले होइन। यो वास्तविक उहाँहरूले यस्तो चर्चा परिचर्चा कमाउनुको कारण के हो त त्यसको बारेमा म तपाईँहरूमा चाहिँ एकदम चिरफार गर्दैछु साथीहरू है। म हेर्छु तपाईँहरूलाई मोबाइल स्क्रिनमा देखाउन चाहन्छु साथीहरू है। यो चाहिँ कसरी चाहिँ सुरु भएको रहेछ भने साथीहरू यहाँ दुईजनाको चाहिँ द्वन्द्व चाहिँ जब हाम्रो यो बिर्ख विश्वकर्माको लागि भनेर 4-5 करोड चाहिँ सन्जिता साईले चाहिँ उठाउनु भएको थियो, लगायत उहाँ दुईजना भएर उठाएर चाहिँ मिडियामा आउनुभएको थियो, त्यहाँदेखि चाहिँ द्वन्द्व भएको रहेछ साथीहरू यो होइन। म तपाईँहरू माझ एकदम के हो क्लियर चाहिँ तपाईँहरूको माझ म कुरा गरिदिन्छु साथीहरू है। त्यतिखेर चाहिँ हाम्रो माग्ने बुढा केदार घिमिरे चाहिँ के भन्नुभएको रहेछ भने उहाँको अफिसियल फेसबुकको उबाट फेसबुक अकाउन्टबाट चाहिँ उहाँले चाहिँ एउटा पोस्ट गर्नुभएको छ, लेख्दै उहाँलाई सन्जिता साईलाई चाहिँ डेडिकेट गर्दै चाहिँ उहाँले एउटा पोस्ट गर्नुभएको छ, कमेन्ट होइन, कमेन्ट भन्नु कि एउटा पोस्ट भनौँ न, त्यो स्ट्याटस। बिर्खेर बिर्खेनी फटा निस्किए सिरियस कुरामा किन जिस्किए भनेर चाहिँ उहाँले केदार घिमिरे माग्ने बुढाले चाहिँ उहाँलाई सन्जिता साईले चाहिँ लक्षित गरेर चाहिँ उहाँको लागि चाहिँ उहाँलाई चाहिँ भन्नुभएको छ साथीहरू है। त्यसपछि चाहिँ यो स्ट्याटस माग्ने बुढाको स्ट्याटस चाहिँ सन्जिता साईले देखेपछि चाहिँ साथीहरू सन्जिता साईले चाहिँ तल के गरेर के भनेर कमेन्ट गर्नुभएको छ, ठिक तलमा यो केदार घिमिरेको चाहिँ उहाँले चाहिँ तल पोस्ट गरेको तल के लेख्नु भएको छ भनेपछि कलाकार यति सिनियर कलाकार भएर चाहिँ हामी जस्तो भर्खर कलाकारिता क्षेत्रमा पाइला चाल्दै गरिरहेका कलाकारलाई यसरी होच्याएर बोल्न अलिकति शरम मान्नुपर्ने हो भनेर चाहिँ नमस्ते भनेर चाहिँ दुईवटा उनी पठाउनु भएको छ साथीहरू है, यो हाम्रो सन्जिता साईले। र यो चलो यो केदार घिमिरेले यो स्ट्याटस लेख्नुको कारण पनि एउटा छ है साथीहरू, किनभनेपछि त्यतिखेर चाहिँ तपाईँको बिर्ख विश्वकर्माले चाहिँ पैसा उठाके हुन् साथीहरू होइन, तर उहाँको चाहिँ लास्टमा चाहिँ उहाँको क्यान्सर पीडित होइन भनेर पनि चाहिँ मिडियामा आएका छन् साथीहरू। र सन्जिता साईले पनि चाहिँ उहाँलाई यो पैसा उठाउनमा एकदम धेरै साथ दिएको, सहयोग गरेको भनेर चाहिँ मिडियामा खुल्न आएको थियो साथीहरू है। त्यसकारण चाहिँ यो माग्ने बुढाले यो कमेन्ट गर्नु अथवा यो स्टार लेख्नु यो नौलो कुरा होइन साथीहरू। यो अभियसली पनि यो एउटा कलाकारले चाहिँ गर्नुपर्ने हो जस्तो मलाई लाग्छ साथीहरू होइन, लागेको मात्र मलाई है। र अरू कुरा आयो साथीहरू, अहिले मिडियामा छ्यापछ्याप रिजेक्ट छु हेर्नुहोस् है। सन्जिता साईले के भन्नुभएको छ भने चाहिँ मैले चाहिँ माग्ने बुढा केदार घिमिरे चाहिँ कलाकार मान्दैन भनेर भन्नुभएको छ साथीहरू हेर्नुहोस् है। अब किन भन्नुभयो त यो उहाँले कसको उत्साहमा बोल्नुभयो, कसले भनेर चाहिँ भन्नुभयो त भनेपछि एउटा कुरा त अब माग्ने बुढा भनेको हेर्नुहोस् एकदमै नेपालको एकदम चर्चित हास्य कलाकारदेखि चाहिँ अहिले मुभीसम्म 50 लाख 60 लाख चाहिँ एउटा मुभी खेले बापत ल्याउने कलाकार भइसकेको मान्छे हुनुहुन्छ उहाँ होइन। उहाँको कलाकारितामा चाहिँ खोट लगाएर चाहिँ सन्जिता साईले त्यसरी भन्नु नमिल्ने हो जस्तो मलाई लाग्छ साथीहरू है। र अरू कुरा अब सन्जिता साईले के भन्नुभएको छ भनेपछि म चाहिँ माग्ने बुढा केदार घिमिरे चाहिँ कलाकारै मान्दैन भनेर भन्नुभएको छ साथीहरू है। कलाकारै मान्दैन भनेर भन्नुभएको छ, तर त्यसरी चाहिँ बोल्न नमिल्ने हो साथीहरू। किनभने अब सन्जिता साई भनेको चाहिँ यसले भर्खरै आएको होइन, भर्खरै 2-4वटा म्युजिक भिडियोमा काम गरेका कलाकार हुनुहुन्छ हेर्नुहोस् है। अब हाम्रो केदार घिमिरे भनेको चाहिँ के हुनुहुन्छ भनेपछि उहाँ चाहिँ अब धेरै समयदेखि मेरी बासैदेखि लिएर होइन हरेक सिरियलदेखि लिएर चाहिँ अहिले चाहिँ एकदम मुभी इन्डस्ट्री सबभन्दा महँगो कलाकार हुनुहुन्थ्यो अहिले चाहिँ होइन। थोरै समय पहिला, अहिले चाहिँ सबै भट्ट हुनुहुन्छ। 50-60 लाख लिने चाहिँ उहाँ नै हुनुहुन्थ्यो कलाकार नेपाली मुभी इन्डस्ट्रीमा होइन। त्यस कारणले चाहिँ उहाँलाई म कलाकार मान्दिनँ भनेर चाहिँ यो सन्जिता साईले चाहिँ भन्नु चाहिँ मलाई अलिकति उचित लागेन साथीहरू है। किनभनेपछि सन्जिता साई भनेको त भर्खर पाइला चार्दै गरेको कलाकार हो नि त होइन। त्यस कारणले यस्तो सिनियर कलाकारलाई चाहिँ यसरी चाहिँ म कलाकारै मान्दिनँ भन्न चाहिँ अलि नमिल्ने हो कि भन्ने चाहिँ साथीहरू मलाई लाग्छ होइन साथीहरू। अब तपाईँहरूले चाहिँ यसको बारेमा चाहिँ के भन्न चाहनुहुन्छ साथीहरू, तपाईँहरूको आफ्नो प्रतिक्रिया हो, तपाईँहरूले भन्न सक्नुहुन्छ, दिन सक्नुहुन्छ साथीहरू होइन। त्यस कारणले अब मैले के भन्न चाहन्छु भने चाहिँ यो एक कलाकारले अर्को कलाकारलाई चाहिँ यो दोष परिदोष लगाउनु चाहिँ यो ठिक होइन जस्तो लाग्छ साथीहरू मलाई। किनभने चाहिँ
अब यो हामीले माग्ने बुढा भन्ने यो केदार घिमिरेजीको यो सिरियल त मेरी बासे भन्ने सिरियल त हामीले धेरै पहिलेदेखि हेर्दै आएको छ होइन। त्यस कारण अहिले मुभी इन्डस्ट्रीमा नि उहाँ खड्को मार्नु भएको छ होइन। त्यस कारण अब म एउटा के कुरा भन्छु भने यो छक्का पन्जा भन्ने मुभीको जति सिरियस 1 2 3 4 5सम्म गइरह होइन, चलिरह नि त त्यति सक्सेस पाइरह नि, त्यो एउटा कुरा माग्ने बुढा केदार घिमिरेले गर्दा पनि हो साथीहरू होइन। त्यस कारणले यो मुभीले एकदम छक्का पन्जा 5सम्म चाहिँ निकाल्यो। दिवाश्री निरौला र दीपक राजजीले निकाल्यो होइन। यो माग्ने बुढाको नाम बेचेर होइन निकालेको, न तिनीहरू मात्रै भए कहाँ चल्छ त, मुभी चल्दैन साथीहरू होइन। त्यस कारणले मैले के भन्छु, माग्ने बुढा भने एउटा लेजेन्ड कलाकार जस्तै हो होइन। तपाईँको अब हाँस्य टोली श्रृङ्खलाबाट चाहिँ ऊ आएको नि त। त्यस कारणले अब उहाँलाई कलाकार मान्दिनँ भन्न चाहिँ मिल्दैन। सञ्जय साईलाई मैले एकदम यो एउटा मेरो सुझाव भयो होइन, यो यसरी मिल्दैन। किनभने अब हो उहाँले स्टार लेख्नु भयो होइन, स्टार लेख्यो भन्ने एउटा सिनियर कलाकारले स्टार लेख्यो भन्दैमा मैले कलाकार मान्दिनँ भन्दा नि मिल्दैन। हेर्नुहोस् है, मैले तपाईँहरूलाई स्टार पनि देखाउँछु कि यहाँ भन्नुभएको छ। तपाईँहरू लाइट आएर देखिँदैन होइन, पक्कै हेर्नु तपाईँहरूले त्यही भन्नुभएको छ। म फेरि पनि तपाईँहरू दोहोऱ्यायो भने चाहिँ बिर्खे नि फटा निस्किए, सिरियस कुरामा किन जिस्किए भनेर चाहिँ यस्तो खालेको चाहिँ कटाक्षी हान्नुभएको छ उहाँहरूले केदार घिमिरेजीले। त्यस कारणले अलिकति रिसाउनु स्वाभाविक पनि हो सञ्जय साईले। तर रिसाए भन्दैमा चाहिँ मैले चाहिँ कलाकारै मान्दिनँ भन्न, त्यस्तो लेजेन्ड कलाकारलाई मैले कलाकारै मान्दिनँ भन्न चाहिँ अलिकति मिल्दैन साथीहरू है। मेरो भ्यूबाट तपाईँको भ्यूबाट के हो त्यो तपाईँहरूले आफ्नो प्रतिक्रिया आफ्नो जिज्ञासा राख्न सक्नुहुन्छ साथीहरू। र साथीहरू अब यस्तै भिडियोहरू मैले ल्याउने छु साथीहरू। म अलिकति आफ्नो व्यस्तता कारण हुन्छ नि केही, त्यस कारणले म तपाईँहरू माझ पक्कै पनि भिडियो लिएर आउन पाइरहेको छैन साथीहरू। तपाईँहरूले पक्कै पनि भिडियो हेर्नुभयो भने भिडियो माया गर्नुहुन्न होइन। कस्तो लाग्छ भिडियो अब मैले कस्तो खालेको भिडियो लिएर आऊ होइन, कुन खालेको भिडियो मैले लिएर आउँदा उचित हुन्छ अथवा राम्रो हुन्छ अथवा तपाईँहरूलाई मनपर्छ, त्यो चाहिँ तपाईँहरूले लाइक गरेर चाहिँ भिडियो हेरेर चाहिँ कमेन्ट गर्नुहोला। आफूले लागेको जिज्ञासा चाहिँ आफू तपाईँहरूले राख्न सक्नुहुन्छ साथीहरू। त्यही मार्फत त्यही अनुसार र त्यही अनुरूप मैले तपाईँहरूमा भिडियो पक्कै मैले ल्याउँछु साथीहरू है। मैले अब तपाईँहरूमा धेरै लामो चाहिँ कुरा पनि गर्दैन साथीहरू, किनकि मैले यसको बारेमा तपाईँहरूमा भिडियो ल्याएँ, तपाईँहरूलाई क्लियर गरेँ नै पक्कै पनि। र अरू केही जिज्ञासा छ भने चाहिँ तपाईँहरूले पक्कै पनि भन्नुहुन्छ साथीहरू होइन, भन्नुहुनेछ पक्कै पनि। म तपाईँहरू माझबाट अब बिदा हुन चाहन्छु साथीहरू। कस्तो लाग्यो भिडियो राम्रो लाग्यो भने एउटा लाइक, एउटा कमेन्ट, एउटा सेयर, एउटा सब्सक्राइब गर्न साथीहरू। त्यही भन्दै म बिदा हुन चाहन्छु।